खेल्न जाँदैछौँ अहिलेको भाइरल गेम विस्पर च्यालेन्ज। अनि त्यसको लागि चाहिँ हामीसँग प्रोडक्ट चाहिँ हेडफोन त छैन तर इयरपड चाहिँ छ। यिनीहरू दुइटाले नै हामी काम चलाउँछौँ अनि गीत बजाउँछौँ यहाँनिर। अनि च्यालेन्जको रुल्सहरू चाहिँ के छ भने मेरो दिदी र म चाहिँ एक टिम हो अनि उनीहरू दुईजना चाहिँ एक टिम हो होइन। अब मेरो दिदीले चाहिँ कानमा लाउनुहुन्छ यो इयरपड अनि त्यो माथि चाहिँ यसले लाउँछ र साउन्ड सुन्दैन भनेर। अनि मैले चाहिँ यहाँ पार लाउने के अनि बुझ्न पर्यो त्यस्तै। त्यो क्वेसन चाहिँ के क्वेसन भन्ने भनेर चाहिँ उनीहरूले मलाई सजेसन दिन्छ है। उनीहरूले जुन वर्ड भन्छ म त्यो वर्ड चाहिँ दिदीलाई भन्न पर्यो। अनि दिदीले चाहिँ कानमा केही नसुने पनि मेरो यत्तिकै लिप्सिङले बुझेर भन्यो भने चाहिँ हाम्रो 1 पोइन्ट आयो। त्यो भनेन भने चाहिँ आएन होइन। मैले चाहिँ पार चाहिँ 2 चोटि मात्र लाउन पाइन्छ है त्यसको। अनि 30 सेकेन्ड टाइम हुन्छ त्यो भित्रमा भन्न सक्यो भने चाहिँ हाम्रो मार्क्स आयो नत्र 0। सेम उनीहरूको पनि त्यही हुन्छ है। हेरौँला 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 तेरो यो चोरीपुरी कति दिन ट्युसन भए पनि हेरौँला। हेर्दा त सानो सानो फुच्चेहरू जस्तो देखा तर यिनीहरू नि एकदम ट्यालेन्ट छ। त्यही भएर यिनीहरूलाई त्यही भएर टिम बनाइदिएको उनीहरूलाई। दिदी बहिनीले हेपेर सानो सानोलाई टिम बनाइदिएछ नभन्नु चाहिँ नभन्नु होला गाई। ल अब हामी चाहिँ गेम स्टार्ट गर्न जाँदैछौँ। पोजिसन सबै मिलाइसकेँ। अब यहाँ चाहिँ गीत बजाउँछौँ र फुल भोल्युममा बजाउँछौँ केही पनि सुनिदिन भन्नुभयो क्या दिदीले। त्यही त होला। स्टार्ट गर्छौँ है। स्टार्ट गर्छौँ है। लु अब मलाई भन्दा के क्वेसन हो मैले भन्नु। स्टार्ट त पागल हो तेरो बिहा भयो। म्यारिड हो तपाईँ आन्टी रे? यस म्यारिड। यस आई एम म्यारिड। त पागल हो खाने खायो भनेको इसारा गर्न पाइने छ भनेको इसारा गर्न पाइने होइन। तेरो दिमाग छ गयो अब त पागल हो। सुन्दैन गाइस केही नसुन्दो रहेछ। लु अब हाम्रो चाहिँ 1 पोइन्ट आएन। अब उनीहरूको टर्न ल। हेलो गाइस यो चाहिँ नेक्स्ट राउन्ड हो। फर्स्ट ल हेर्नुहोस् त ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने न गाली दिन मन लाग्छ न कराउनु मन। राउन्डमा चाहिँ उनीहरूको 1 पोइन्ट आयो हाम्रो चाहिँ 0। अब उनीहरूकोमा चाहिँ के हुन्छ उनी चाहिँ पुरा पागल भइसक्यो किनभने मैले गीत सुनाइदिएको छु। कस्तो मजा। अब चाहिँ हाम्रो टर्न के सोध्ने क्वेसन। अब सजेसन दिन्छ है मलाई। त्यस्तो इजी त इजी भयो। यो बुझिसकेँ के हो लास्ट चाहिँ हाँस्यो। तिम्रो बयफ्रेन्डको नाम के गरेको नि त। अब चाहिँ मैले यो लगाइसकेँ गीत सुनिसकेँ ल। रुको जरा सबर करो। अन्जली पुछौली छिटो हाल्छ र 5 मिनेट कुछ 5 सेकेन्ड। स्टप त हो त डिप्रेसन
अब चाहिँ साथीभाइहरू म यिनीहरूलाई 53 तालको खैनीको हालिदिइहाल्छु ल हेरौँला हेरौँला तेरो यो चोरीपुरी कति दिन टिसन भए पनि हेरौँला खोइ मोबाइल बज्या कति बेसरी बजेको हो अब कति सर्को छु यसको अलि बिस्तारै गर धीरे बोल तेरी मम्मीको अहिले फोन आउँछ नि खान्छे बोल्दै भन्नु दुवाई त म भन्छु अब म यस्तो स्ट्रङ भन्छु ठुलो गरे ठुलो गरे मेरो टर्नमा त केही नसुनेको भाइ कसै पनि सुन्दैन यस्तो यहाँनिर स्टप यतिको बस्छ त तिम्रो बोयफ्रेन्ड छ कि छैन बुझ्नी तिम्रो मान्छे छ कि छैन सुनेर लु अब के भन्छु अरे म तिमीले राजेसम्म किक भेटेछौ कि नै राजेसम्म किक भेटेछौ तिमीले कसरी भनेको मुखको लिप्सिङ भन त्यही त भनिरहेछु त मैले रोसोटले भनेर त्यसरी हामीले हानी दिन्छ भन्नु न राजेसम्म किक भेटेछ भोगी लागेर बुबु खान गएको राजेसम्म किक भेटेछ तिमीले राजेसम्म किक भेटेछौ ए मुखले भन्यो म त बेसी साथले भनिरहेको अब म टाइममा राख्छु धेरै तिमीले राजेसम्म किक भेटेछ राजेसम्म किक भेटेछौ तिमीले भन लो सुरु रेडी 1 2 3 तिमीले राजेसम्म किक भेटेछौ अहिलेसम्म सिरियस तिमीले राजेसम्म किक भेटेछौ अहिलेसम्म भेटेर डेन्जर भेट्यो छिटो हिजो भेटिसक्यो आज पनि तर सुने तिमीले राजेसम्म किक भेटेछौ अहिलेसम्म बेटा तुमसे ना हो पाएगा हमें तुम्हारे लक्षण बिल्कुल ठीक नहीं लग रहा है तुमसे ना हो पाएगा इजी दिएको तिमीले राजेसम्म किक भेटेछौ अहिलेसम्म अन्त ल्याए यसरी रो लु जा अब भेटे नि भेटे नभेटे मेरो पालो अब चाहिँ हाम्रो टर्न हो यिनीहरूको चाहिँ सोध्ने टर्न लु भन गीत बजायो बजाए कि ठुलो गीत बजा तपाईँको एक्स कतिवटा थियो भने सोध्नु तपाईँको एक्स ए त्यसरी बिस्तारै भन्नु थियो साउन्ड निकालेर भन्न तपाईँको एक्स कतिवटा थियो ओए त्यसरी बिस्तारै भन्नु पाउँदैन क्या करूं मैं इसका अनि अन्सिसलाई छिटो भन्नु ल छिटो छिटो टाइम छैन तपाईँको एक्स कतिवटा थियो तेरो आइफोन कति हो तपाईँको एक्स कतिवटा थियो एक्स के एक्स तेरो एक्स कतिवटा थियो भनेको के सुनेर यो ऊ छैन धेरै त्यहाँ ऊ नगर्नु है म ऊ गर्दिनँ फेरि म के एक बक्नु के एक बक्नु हेलो यो चाहिँ नेक्स्ट राउन्ड हो गीत बजा डिजे बजा गीत सुने हो गीत सुनेर त होला नि त्यो मचेको सागरी के भन्ने नि अब के सोध्नु कि ठुलाले कस्तो तिम्रो तिम्रो एक्सको नाम छ के छ रे तिम्रो सासूलाई बस्छ तिम्रो सासूलाई बस्छ यस्तो खान्छ कृपा गीत र के यार त्यो सुन्ने त्यो मैले के पनि नभनेको भित्ताको फोटो कति राम्रो भित्ताको फोटो कति राम्रो भित्ताको फोटो कति राम्रो के रे भित्ताको फोटो कति राम्रो सासू खान्छ तिमीले भइसक्यो मासु भित्ताको फोटो कति राम्रो भित्ताको फोटो कति राम्रो भित्ताको फोटो कति राम्रो 4 पोइन्ट यार हेलो गाइस यो चाहिँ अब हाम्रो टर्न आयो उनीहरू चाहिँ पछाडि क्वेसन सोध्नेतिर
नेक्स्ट राउन्ड हारिसक्यो भन्दो एक्टिङ गर्ने स्टार्ट एक जसरी गरौँ हाइट कति हो तेरो कति अल्को हो त कति अग्लो म यति खुसी यति खुसी इतनी खुशी मुझे आज तक अबे रख रख यो चाहिँ नेक्स्ट राउन्ड अब दिन छोटोमा भएर लाग्यो कति जिपे तिमीले बियालीमा कति जिपे तिमीले बिएलीमा कति जिपे लिएर पह म एकछिन मैले उयो राख्नै बिर्सिन्छु के अरे टाइमर यसमा त इसारा गर्न मिल्दैन गर्न न टाइम स्टार्ट भइसक्यो लुप भयो तिमीले क्लासमा कति जिपे लिएर आयौ बियालीमा भन्ने बियाली बिएलीमा हो तिमीले बिहामा कति बिरायौ तिमीले बिहामा कति बिरायौ तिमीले बियालीमा कति जिपे ल्यायो तिमीले बिहामा कति जिपे लिएर आयौ तिमीले बिहामा कतिचोटि बिरायौ कति बिहामा कति त्यही जिपे लिएर कन्फ्युज आयौ गर्दा मैले यो क्वेसन राखेँ अब चाहिँ नेक्स्ट राउन्ड सुन्या ए गीत भने होला नि गीत तेरो बुढाको नाम के हो तेरो बुढाको नाम हरामी हो बेटा के भयो यार भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी खाने गई खल्ला हो राधा तेरी डक्टर के यस कहिले नेपाल आउँछ यस कहिले यस एस म अर्को दिदीले अघि नै त भइसक्यो यसको आमाको नाम के हो होइन यस को एक्स को एस को सास एस एस एक्स एस याक्स धेरै भएपछि यस्तै एस को यस्तै एक्स याक्स धेरै भएपछि यस्तै यस्तै बात तो सही यस्तो एस को मम्मी को नाम के हो एस को मम्मी को नाम के हो के गरे एक्स को मम्मी को नाम के हो याक्सको भने याक्सको एक्स गयो भयो गेट आउट भयो? सिस्टर तुम्हारा के सोधे हाम्रो यस दियो के यस याक्सको मम्मीको नाम के चार चार भयो मैले त यस्तो नि गरेको थिएँ चार म त एक्स हाम्रो अब यो राउन्ड चाहिँ हामीले जिते नि नजिते नि अब कसले जित्छ भन्नेमा हुन्छ है हामीले भन्न सकेन भने चाहिँ यिनीहरूले जित्छ हामीले भन्न सक्यो भने हामीले जित्छ यो चाहिँ नेक्स्ट राउन्ड हो गाइस मैले चाहिँ केही सुनेको छैन कान ल छिटो भन कति बेलासम्म भएको यस्तो पानी गाडी तिमीहरू विदेश जान्छौ कति बेलासम्म यस्तो पानी गाडी तिमीहरू विदेश जान्छौ मान्छे अरे पार लगाएर बात त अलिकति
मान्छे हो त पातलो हो मान्छे हो फाइनली चाहिँ विनर टिम चाहिँ हामी भयौँ ताली त पड्काउनु सक्छ अरे आएर उनीहरू चाहिँ हाम्रो चाहिँ 5 पोइन्ट भयो उनीहरूको चाहिँ 4 ओन्ली 4 ताली बजा ताली बजा हामी चाहिँ विनर टिम हो गाइस यिनीहरू चाहिँ हरुवा टिम अब यस्तै अरू कुन भ्लग चाहियो मलाई कमेन्ट गरिदिनु होला आजको भ्लगमा चाहिँ विनर टिम चाहिँ हामी भयौँ एकजना चाहिँ जितको खुसीमा पागल भइसक्यो हामी चाहिँ विनर टिम हो उनीहरू दुईजना चाहिँ लुजर टिम हो अब यो गेममा चाहिँ मैले पहिला भनेको रुल्स अनुसार चाहिँ भएको छैन होइन पछि हामीलाई कस्तो कम्फर्टेबल लाग्यो हामीले त्यस्तै खालको गऱ्यौँ त्यसको लागि माइन्ड नगर्नु होला भिडियो चाहिन्छ भने फेरि कमेन्ट गर्नु होला लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला मेरो च्यानललाई बाई बाई थ्याङ्क यू फर वाचिङ बाई